हेलो गाइजहरू म चाहिँ आज बहिनीलाई प्राङ्क गर्न गइरहेको छु म कलेज गएको थिएँ आज कलेजबाट आउँदाखेरि मैले 500 रुपियाँ भेटेँ भनेर प्राङ्क गर्न गइरहेको छु बहिनीले के भन्छ हेरौँ है त बहिनीले पत्याउँछु कि पत्याउँदिनँ हेरौँ ल जाउँ है त जाँदैछु कि मैले बहिनीलाई माथिबाट चाहिँ त खुट्टामा फेरि टक्क 500 रुपियाँ भेटेको होइन साँच्ची हो होइन मैले भन्न बिर्सेछु क्या अनि अहिले भर्खर भनेको त्यही भएर अनि साँच्ची हो यहाँ सुन पैसा अलिकति नि रहेन ए अलिकति राख्नु तपाईँ राखेको सकाइदिउँ नि त भेटेको पैसा त कसले राखिरहन्छ त्यो सकाइदिएको काम छैन है हामी बहिनीहरू चाहिँ पैसा भएको भने त कहाँ सम्झिन्थ्यो प्राङ्क मलाई थाहा थियो म पत्याउँदै